आजको ब्लग चाहिँ सिधा म किचनबाट सुरु गर्दैछु। हेलो एभ्रिवान, म काम्यासँग छ हजुरहरूलाई फेरि मेरो नयाँ भिडियोमा। र आज बिहान नुहाइधुवाइ गरेर सिधा किचनमा आएँ। माने सबै थोक पाकिरहेको थियो, सब्जी गरम गरेँ, रोटी पनि मम्मीले बनाइदिनु भएको थियो। र यहाँ चिया बनाउँदैछु। छिटो छिटो गरेर आज स्कुलमा ड्युटी थियो, एडमिसन ड्युटी थियो, जाना थियो र अनि छिटो छिटो गरेर यहाँ सब्जी गरम गरेर चाय बनाएर यहाँ खानुलाई तयार गर्दैछु। चायमा चाहिँ गुड दिएर बनाउँदैछु, चिनी त्यति खान मन लाग्दैन मलाई, चिनी हालेको। अनि यहाँ चाय पाकिसक्यो र सब्जी पनि तातो र रोटी पनि निकालेँ खानु भन्दै। र चिया यहाँ सारेर फटाफट गर्दैछु। अब ढिलो हुन्छ नि त स्कुल जानलाई, पानी पनि पर्छ भन्दै आत्तिँदै यहाँ जल्दी जल्दी खाइ पनि रहेछु, भिडियो पनि अलिक स्पिड गरिदिएको छु। र यहाँ फटाफट खाइसकेर फेरि भित्र गएँ। कपाल नगेको थिएँ गाइस, कपाल नगदिँदा झन् कस्तो चिसो लागेर के भन्नु, कस्तो हुन्छ। यसै पानी परिरहेछ, एकछिन पानी पर्छ फेरि घाम लाग्छ, फेरि रुम पनि कस्तो भएको थियो। अब सिलिङ लगाउनलाई सामानहरू यताउता गरेको छ नि त अनि यताउता सामान कपडाहरू यताउता भएको छ। र फटाफट यहाँ कपडा निकालेँ, कपडा लगाएर फेरि दबाई खानु थियो र त्यो फटाफट दबाई खाएर अनि फेरि घिसाइ पिटाइ गर्न थालेँ। अब आफ्नो थोपडामा भन्नु अरे। अब धेरै त के लाउँदिनँ, त्यही सनस्क्रिन युज गर्छु, अरू त केही छैन फेसमा, बस सनस्क्रिन युज गर्छु। र एउटा प्यारो सा बिन्दी कालो जहिले लगाउँछु त्यो लिपस्टिक, यही हो मेरो स्टाइल मार्नु अब। अनि त्यसको पछि फटाफट कपाल गर्न थालेँ। गाइस मैले अस्ति पनि तपाईँहरूलाई भने केही टिप्स दिनु मेरो हेयर ग्रोथको लागि, मलाई चुल लाम्बा गर्न छ भनेर भनेकी थिएँ। हेयर फलको पनि केही टिप्स दिनु है गाइस। यसै त म लगाउँछु अब मेहेन्दी, अब अर्ग्यानिक घरको मेहेन्दी, एलोभेरा, जवा फुल, मेथी मिक्सीमा पिसेर लगाउँछु। लगाउन त अलिक कम्ती त गर्छ कपाल झर्नलाई, त्यही पनि तपाईँहरूलाई अरू केही थाहा छ भने मलाई भन्नु होला गाइस कमेन्ट गरेर। र यहाँ के बिर्सेँ भनेर सोच्दा सोच्दा कानफुली जहिले हतारै हुन्छ जे, अनि बिर्सेको चाहिँ फटफट लगाएँ अनि स्वेटर पनि लाउनु नै पर्छ। अब घरि घाम लागिदिन्छ, घरि पानी यहाँ पर्छ, ठन्डा ठन्डा लाग्छ। र यहाँ फटाफट चाबी बिर्सेको थिएँ, फेरि घुरेर आएर लिएर अनि गएँ र निक्लेँ। अब स्कुटी चाहिँ किक मार्नुपर्छ कि बिहान मेरो, अनि पिता आउनुहुन्छ। र स्कुल पुगेपछि यहाँ मेरो बुक दिइराख्नु भएको रहेछ, र बसिराख्नु भएको रहेछ। कोही त्यस्तो आइपुगेको रहेछ नि। र छठ पूजाको ठेकुवाको प्रसाद प्रिन्सिपल सरले ल्याउनु भएको थियो र यहाँ हामी खाँदै थियौँ। अनि फेरि हामी हामीहरू निक्लेर गयौँ, पछाडि वाल बनाउँदै रहेछ त, अनि त्यही हेर्न भन्दै गयौँ कहाँ कतिको भयो भन्दै। र बाटो पनि बनिँदैछ त साइडको। र फेरि यहाँ बुकहरू दिन काम चलिरहेको थियो त्यति। हेलो शर्मा रही है। एक काटिए ना, इसको काटिए तो, एप्पल को काटो। हाँ नहीं चाहिए मुझे, ये वाला एप्पल काटे दो ना। र यहाँ हाम्रो प्यारी कृपा, हाम्रो मेमकी छोरी, तपाईँलाई थाहा नै छ, उहाँहरू खाँदैछन्। र यहाँ म भिडियोमा र त सारा मेम्स भिडियोमा आउन लजाइराख्नुहुन्छ, त्यही पनि म गरिराख्छु अब भिडियो। अच्छा चाहिँ काटी पनि धोके नहीं काटी, रुको बोलूंगी भिडियो में बोलूंगी मैं, धोके नहीं काटी। जिस्काएर आए थियो उसलाई मैले धोएर काटिनौ भन्दै, तर कहाँ धोरै काटेको थिएँ। र यता यहाँ भित्र फेरि हाम्रो अफिस बनिँदैछ, प्रिन्सिपल अफिस र स्टाफ रुम, र त्यतै हेर्न भन्दै गयौँ। र घर जान भन्दै निक्लेको त फेरि पानी पर्यो र एकछिन पर्खिनु पर्यो स्कुलमै। र स्कुलमा पर्ख्यौँ एकछिन, अनि पानी अलिक कम्ती भएर अनि हामी सबैजना घर आउन भन्दै निक्ल्यौँ। र घर आउन भन्दै स्कुटीतिर निक्लेर यहाँ बस्यो एकछिन, अनि त्यहाँबाट म चाहिँ भिडियो गर्नै सुरुमा। अब यता कृपालाई बाई बोलो भनिरहेको थिएँ, म कृपा बाई गरिदिन्थेँ उसलाई बाई भनेर। घर जानु भन्दै निक्ल्यौँ र घर पनि पुगिसकेको गाइस। अनि त्यसको पछि घर पुगेको पछि अब फ्रेस भएर पानी पिएँ। पानीहरू पिएको पछि एकछिन बसेर फेरि खाना खानु भन्दै गयो। अब भोक लागिरहेको थियो, अन्त खाना थालेँ। अनि आजको भिडियो चाहिँ म यतिमै एन्ड गर्दैछु गाइस। हुन्छ फेरि भेटौँला अर्को भिडियोमा, बाई।